झनै पीडादायी त मृतकको विवरण रहेको छ। मङ्सिर मसान्तसम्म 159 महिला, 150 पुरुष, 26 बालक र 105 बालिकाले आत्महत्या गरेका छन्। हाम्रो 3 तहका सरकार दिनरात तालिम दिइरहेका छन्। कागजमा कार्यक्रम सफल छन्, प्रतिवेदनमा उपलब्धि शानदार छन्, तर ती तालिम कहाँ हुन्छन्? होटेलका एसी कोठामा। आज हामी जानकी माताको भूमिमा छौँ, जहाँ महिलालाई लक्ष्मी र पुरुषलाई परमेश्वरको रूपमा पूजा गरिन्छ। तर यही भूमिमा महिला सबैभन्दा बढी आत्महत्याको शिकार भइरहेकी छिन्। मधेसको यस्तो कठोर सत्य जसलाई सुन्दा तपाईको रौँ खडा हुन्छ। हरेक दिन मधेस प्रदेशमा 3 देखि 4 जनाले आत्महत्याको बाटो रोजिरहेका छन्। यो कुनै अफवाह होइन, कुनै अतिरञ्जना पनि होइन, यो राज्यकै आधिकारिक तथ्याङ्क रहेको छ। तर यति ठुलो विपत्ति हुँदा पनि हामी किन चुप छौँ त? किन यस्तो खबर केही दिनको हेडलाइन बनेर फेरि हराइहाल्छन्? किन हरेक नयाँ आत्महत्याले हामीलाई झस्काउँदैनन्? हामी नेपालीको एउटा खतरनाक बानी रहेको छ, घटना भुल्ने बानी। कुनै आत्महत्याको घटना हुन्छ, हामी प्रहरीमा उजुरी दिन्छौँ, छानबिन सुरु हुन्छ, केही दिन आन्दोलन र नाराबाजी पनि हुन्छ, मिडियामा आवाज उठ्छ, सामाजिक सञ्जालमा आक्रोश पोखिन्छ। तर केही दिनपछि के हुन्छ? मुद्दा सामसुम पारिन्छ, फाइल बन्द हुन्छ। तर हामी सबैले अब के गर्नु भन्दै सन्तुष्ट भएर बसिहाल्छौँ। मृतक त फर्किँदैन, पीडा त रहिरहन्छ, तर समाज अगाडि बढ्छ अझै अर्को घटनाको पर्खाइमा। 1 महिनामै मध्य प्रदेशमा 440 वटा आत्महत्याका मुद्दा दर्ता भएका छन् र पछिल्ला 4 वर्षमा झन्डै 5000 जनाले आत्महत्याबाट ज्यान गुमाएका छन्। यो कुनै सानो सङ्ख्या होइन, कुनै चान्चुने तथ्याङ्क पनि होइन। सोच्नुहोस् त, 5000 भोटले यहाँ मेयर, सांसद र मन्त्री बनिहाल्छन्, तर त्यही 5000 सङ्ख्या मधेसमा एउटा चुनावी कार्यकाल नबित्दै आत्महत्याको तथ्याङ्कमा बदलिन्छ। सुन्दा सामान्य लाग्न सक्छ, तर यसको अर्थ अत्यन्तै भयावह छ। मधेस प्रहरी कार्यालयको तथ्याङ्कले देखाउँछन्, मधेसमा दैनिक औसत 3 देखि 4 जनाले आत्महत्याको बाटो रोजिरहेका छन्। सामाजिक, आर्थिक र मानसिक सङ्कटको गहिरो सङ्केत दिने यी घटनाहरूले राज्य, समाज र परिवार सबैलाई गम्भीर प्रश्न सोधिरहेका छन्। आर्थिक वर्ष 2082-83 को मङ्सिर मसान्तसम्म मात्रै 440 वटा आत्महत्याको घटना दर्ता भएका छन्। जिल्लागत रूपमा सर्लाहीमा 64, सिराहामा 63, धनुषामा 60, रौतहटमा 56, महोत्तरीमा 55, सप्तरी र पर्सामा 49 र बारामा 44 वटा घटना दर्ता भएका छन्। यसले समस्या कुनै एक जिल्लामा सीमित नभई पुरै प्रदेशभर फैलिएको पुष्टि गर्छन्। झनै पीडादायी त मृतकको विवरण रहेको छ। मङ्सिर मसान्तसम्म 159 महिला, 150 पुरुष, 26 बालक र 105 बालिकाले आत्महत्या गरेका छन्। महिलाको सङ्ख्या बढी हुनु कुनै संयोग होइन, यो समाजमा महिलामाथि रहेको दबाव, हिंसा, अपमान र मौन पीडाको गहिरो सङ्केत हो। मानसिक स्वास्थ्य समस्या, आर्थिक अभाव, पारिवारिक कलह, सामाजिक सञ्जालबाट बढेका प्रेम सम्बन्धका विवाद, एक्लोपन र निराशा आत्महत्याका प्रमुख कारण बनेका छन्। तर प्रश्न के हो भने, यी कारणहरू आज अचानक पैदा भएका हुन् त, कि हामी वर्षौँदेखि यिनलाई नजरअन्दाज गर्दै आएका छौँ? अब सरकारतर्फ फर्कौँ। हाम्रो 3 तहका सरकार दिनरात तालिम दिइरहेका छन्। कागजमा कार्यक्रम सफल छन्, प्रतिवेदनमा उपलब्धि शानदार छन्, तर ती तालिम कहाँ हुन्छन्? होटेलका एसी कोठामा। पत्रकारको अगाडि फोटो खिचिन्छ, भाषण हुन्छ, बजेट सकिन्छ, तर गरिब बस्ती, दलित टोल, सीमान्तकृत परिवारमा त्यो तालिमको प्रभावकारिता कतै देख्दैन। मालामाल हुने संस्था हुन्छन्, अवसर दिने निकाय हुन्छन्, तर आत्महत्याको मुखमा पुगेको मानिसको जीवनमा कुनै परिवर्तन आउँदैन। पछिल्लो 4 वर्षको समग्र चित्र झनै डर लाग्दो छ। 4 वर्षमै 4589 जनाको मृत्यु। यो केवल तथ्याङ्क होइन, यो हाम्रो सामूहिक असफलताको दस्तावेज हो। आज हामी जानकी माताको भूमिमा छौँ, जहाँ महिलालाई लक्ष्मी र पुरुषलाई परमेश्वरको रूपमा
पूजा गरिन्छ। तर यही भूमिमा महिला सबैभन्दा बढी आत्महत्याको शिकार भइरहेकी छिन्। यही भूमिमा जीवनभन्दा सस्तो तथ्याङ्क बनिरहेको छ। प्रश्न एउटै छ, के हामी साँच्चै संस्कारी समाजमा हौँ कि केवल भाषण र पूजा पाठमा सीमित छौँ? आत्महत्या व्यक्तिगत समस्या होइन, यो राज्यको नीति, समाजको संरचना र हाम्रो संवेदनशीलताको कठोर परीक्षा हो। यदि आज पनि हामीले यसलाई गम्भीर रूपमा लिएनौँ भने भोलि 5000 होइन, सङ्ख्या अझै ठुलो हुनेछ। अनि फेरि हामी भन्छौँ सुन्दा त सामान्य लाग्छ, तर घटना धेरै जटिल छन्।